यो कालिम्पोङको पुरै हिम मैदानमा छौँ हामी र सुरेश दाइ हुनुहुन्छ यहाँ। सुरेश दाइ के भनिदिनुहोस् तपाईँको फिलिङ बारे है, के हुनु कस्तो भइरहेछ फिलिङ खत्तम भइरहेछ यार। खत्तम होइन, लाइभ होइन हौ, रेकर्ड हो, नेटवर्क छैन। आज हामी कालिम्पोङ गाउँपालिकामा चाहिँ एकदम हिउँ खेल्न भरपुर मनोरञ्जन गरेको छौँ। यता हिमालहरू सक्नुहुन्छ, हल्का चिसो रमाइलो। त्यो माथि रहेको चाहिँ कालिम्पोङ मन्दिर होइन। अब हामी अझै माथि चढ्ने क्रममा छौँ। हाम्रो विजय दाइ हुनुहुन्छ क्यामराम्यान, द बेस्ट क्यामरा पर्सन आई हेभ एभर सिन होइन। अनि जाडो कतिको लागिरहेछ तपाईँलाई? जाडो नलाग्ने कुरो हुन्छ यस्तो हिउँ खेलेपछि। हिउँको डल्ला नि हिउँको मान्छे बनाउने प्लान थियो क्यारे तपाईँको? हाम्रो ज्ञानु सरलाई हिउँको प्रहार भएको छ है। ज्ञानु गीत बजाएर नाच्थ्यो होला। ओ बादल, तलको सिन हेर्नु होला सबैले। क्यामेरा कसरी जोगाउने चिन्तामा हुनुहुन्छ। क्यामेरा चाहिँ अरूको ल्याछ, राम्रोसँग राख्नु होला है। है अरू कुरो त्यस्तै हो, क्यामेरा मेरो हो है। अब केटा हो मुख धुइदिँदै हुनुहुन्छ ज्ञानु सर यस्तो जाडोमा नि। हिउँको पानी भर्नु होला है बोतलमा। हजुर हुन्छ दाजु है। बवाल पानी खाइदिएर बास यस्तो जाडोमा है। कडा सुरेन्द्र सर आउनु भएको छ हिउँको डल्लो बोकेर। के को लागि उठाउनु भयो? घर बनाउनु लाग्नुभयो? ए घरमा लगेर एकदम सजाएर राख्ने नि फ्रिज बागेर। ए सजाएर हो। अनि पग्लिन्न काठमाडौँ पुग्दा? बोतलमा हाल्ने पेट्रोल लगेर राख्ने। चिनो हो नि त यो। हात ठिराएर एकदमै गाह्रो भइरहेछ। फिलिङ एक्साइटेड है जिन्दगी। त्यही पनि फिलिङ यति रमाइलो भएको छ कि होइन? मच टु मच एक्साइटेड होइन। अनि है सायद अब म यो हिउँले चाहिँ कसलाई प्रहार गरेछु भने माथि देख्न सक्नुहुन्छ सेतामे हिउँ डाँडा पुरै। माथि केही ग्रुपहरू फोटो खिच्नको लागि गएका छन् माथि। तर हिउँको कारण गाडी नजाने कारण गाडीको पनि लाइन लागिरहेछ। हाम्रो सुरेश सर अझै जुत्ता मिलाउँदै हुनुहुन्छ। गाडीको लाइन हेर्नुहोस्, गाडीको लाइन तल। पन्जा लाँदैनौ?